दर्शकवृन्द नमस्कार। एकैछिन आई लभ यु केपी बा जसले भन्नुहुन्छ तपाईहरुले यो भिडियो हेर्न र सुन्न आवश्यक छ र मदन भण्डारीको वास्तविक हत्यारा को रहेछ र यो देशमा कानुन विधिको शासन छ कि छैन भन्ने कुरा तपाईहरुले प्रश्न मार्न मलाई जिम्मा दिन खोजेका थिए कांग्रेसका नेताले। मैले मानिन। त्यति बेर मैले कुरा गर्दा मलाई थ्रेट पनि आयो, मलाई मार्छन् कुरा नगर्दा मैले गर्न सकिनँ। अब बुढो पनि भएँ, मरेर बाँचेको मान्छे, अब चाहिँ म भन्छु। यो रहस्य त मैले भन्नुपर्छ। मदन भण्डारीको हत्याका पछाडि कांग्रेसको हात छ, कांग्रेसको सरकारले बनाएको हो। अब त प्रश्न भए वास्तवमा मदन भण्डारीको हत्या गर्ने जिम्मा कसलाई दिएको थियो र कसले दिएको थियो र त्यसमा चाहिँ कसको हात छ भन्ने कुरा त प्रश्न थाहा भयो नि। यतिको व्यक्तिले यो देशको चौथो पटकसम्म प्रधानमन्त्री भइसकेका व्यक्तिले दिएको अभिव्यक्ति हो, कुनै चान्चुने व्यक्तिले दिएको अभिव्यक्ति होइन। त यस्तो अभिव्यक्तिले के प्रश्न पार्छ भने यो देशमा कानुन छ कि छैन अथवा विधिको शासन छ कि छैन। एकछिनको लागि सपोज केपी ओलीले जुन कुरा बोले, मिडियामा जुन कुरा बोलेका छन् त्यही कुरा यदि म मातृका निरौलाले त्यही कुरा बोलेको भएदेखि यो देशको कानुनले, यो देशको प्रशासनले, यो देशको संविधानले मलाई छुटकारा दिन्थ्यो कि दिँदैन थियो? तपाईहरुले सुन्नु होला र जवाफ पनि कमेन्टमा लेख्नु होला। सपोज यही कुरा, जुन कुरा मदन भण्डारीले बोले त्यही कुरा यदि मैले बोलेको भएदेखि के मलाई कानुनले छुटकारा दिन्थ्यो अथवा मेरो अनुसन्धान हुँदैन थियो अथवा मलाई कानुनको कठघराभित्र उभ्याइदैन थियो? अब भन्नुस् त कि यो देशमा विधिको शासन भइदिएको भएदेखि र कानुन भइदिएको भएदेखि त कानुनले कुनै यो देशको प्रतिष्ठित व्यक्तिलाई हत्या गर्ने जिम्मा मलाई दिएको थियो, मैले मानिन भनेर त्यही कुरा मैले भने मलाई आज नेपालको प्रहरी प्रशासनले छाड्थ्यो कि छाड्दैन थियो? अथवा तपाई सर्वसाधारणले यस्तो अभिव्यक्ति दिएको भएदेखि तपाईलाई यो देशको शासनले, यो देशको कानुनले, यो देशको संविधानले, यो देशको विधिले, यो देशको विधानले तपाईलाई छाड्ने थियो कि थिएन होला? तपाई सर्वसाधारणै ठुला शेरबहादुर देउवा, प्रचण्ड र केपी ओली, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईदेखि बाहेकका अरू कुनै पनि यो देशको व्यक्तिले यही अभिव्यक्ति सार्वजनिक रूपमा एउटा नेपालको प्रचलित प्रख्यात मिडियामा गएर बोलिदिएको भए त्यो कसैलाई छुट दिने अधिकार थियो होला। तर आज केपी ओलीले मलाई जिम्मा दिएको थियो मदन भण्डारीको हत्या गर्ने भन्दा भन्दै पनि यो देशमा कुनै मतलबै छैन, सुनवाई नै छैन, प्रशासनको कुनै हिम्मतै छैन, कानुनको कुनै हिम्मतै छैन, संविधानको कुनै अधिकार नै छैन। ल हेर्नुस् त कस्तो विधिको शासन भएको देशमा हामी बाँचिरहेका रहेछौँ। एउटा सर्वसाधारण गाउँ बुझिने नागरिकले कसैको हत्या गर्ने जिम्मा मलाई दिएको थियो, मैले मानिन, यसको हत्या गर्ने जिम्मा फल्नाको हो भनेर भन्दै कसैले सुन्दैन, यो देशको कानुनले सुन्दैन, संविधानले सुन्दैन, देख्दैन भने यो देशमा कानुन छ या छैन, संविधान छ या छैन, विधि छ कि छैन, विधिको शासन छ कि छैन, कानुनी राज्य हो कि होइन? जवाफ दिनुस् त कमेन्टमा।
प्लिज। नमस्कार।